यसरी धेरैजनाको मनमा अहिले के प्रश्न आइरहेको छ भने बालेन कसरी प्रधानमन्त्री बन्न सक्छन् त? जेनजीहरूले भनेको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हो र अहिले नेपालको संविधान 2072ले के भन्छ भने प्रधानमन्त्री बन्नको लागि कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत ल्याएको खण्डमा उक्त स्पष्ट बहुमत ल्याएको पार्टीको नेता नै प्रधानमन्त्री बन्न सक्छ। यदि त्यसो हुन नसकेमा दुई वा दुई भन्दा धेरै पार्टी मिलेर कुनै पनि व्यक्तिलाई प्रधानमन्त्री बनाउन सक्छन्। त्यसको लागि 30 दिनसम्म राष्ट्रपतिले समय दिन्छन् र 30 दिनभित्र विश्वासको मत पुर्याउन पर्छ। यसो भनिरहँदा के बालेन प्रधानमन्त्री बन्न सक्दैनन् त? बालेन प्रधानमन्त्री बन्ने एउटा आधार छ। धारा 76 को उपधारा 5 ले के भन्छ भने कुनै पनि प्रतिनिधि सभामा आएको विजयी व्यक्तिले यदि विश्वासको मत जुटाउन सक्छ भने त्यस्तो व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्छ। त्यसको लागि बालेनलाई प्रतिनिधि सभामा विजयी भएका सांसदहरूले विश्वासको मत दिए भने बालेन प्रधानमन्त्री बन्न सक्छन्। तर यो हुन असम्भव जस्तै हो, किनभने कुनै पनि पार्टीले आफ्नो पार्टीको सदस्यलाई भन्दा स्वतन्त्र व्यक्तिलाई विश्वासको मत दिनु निकै नै गाह्रो कुरा हो। यसरी हेर्दाखेरि बालेनले पार्टी खोलेर स्पष्ट बहुमत ल्याउनु बाहेक अर्को कुनै विकल्प छैन प्रधानमन्त्री बन्नको लागि। अब जाउँ प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री किन हुन सक्दैन। नेपालको संविधान 2072ले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्न सक्ने कुनै पनि आधार दिँदैन। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउनको लागि संविधान संशोधन गर्न पर्छ। संविधान संशोधन गर्नको लागि सांसदहरू चाहिन्छ। अहिले प्रतिनिधि सभा विघटन भएको अवस्थामा कोही पनि सांसदहरू छैनन्। यो अवस्थामा संविधान संशोधन गर्न सकिँदैन। संविधान संशोधन गर्न नसके पछाडि अहिलेको सरकारले 2072 सालको संविधान अनुसार निर्वाचन गराउनु पर्छ। यदि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने हो भने अहिलेको इलेक्सन जुन हुँदैछ फागुन 21 गते त्यो इलेक्सनमा स्पष्ट बहुमतका साथ कुनै पनि पार्टीले विजयी गरेर 2/3 सांसदहरूले हुन्छ भनिसके पछाडि संविधानलाई संशोधन गर्न सकिन्छ र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउन सकिन्छ। भनेको यो इलेक्सन होइन कि अब आउने अर्को इलेक्सनमा हामीहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने हो भने त्यति बेला मात्रै गराउन सकिन्छ। अहिलेको संविधान यदि 72 सालको संविधान मानियो भने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने कुनै पनि आधार छैन। यसरी बालेनलाई नयाँ पार्टी खोलेर स्पष्ट बहुमत ल्याउनु बाहेक अर्को कुनै विकल्प हुँदैन। यदि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था आयो भने हामीहरू पनि